Guys, good morning and welcome back to my yet another video. So guys, म चाहिँ यता बुटोल आएको छु होइन। तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ आमा कहाँ बसिएको छु होइन। बुवा कहाँ बसिएको आमा कहाँ बसिएको होइन। अझै यहाँ पानी परिरहेको थियो। शीतल शीतल छ हेर्नुहोस्। गर्मी चाहिँ त्यस्तो छैन। दाउरा देख्न सक्नुहुन्छ। त्यहाँ मजाले निम्बु फलेको रहेछ। कागती हेर्नु न। भर्खर आधी घन्टा भयो होइन स्कुलबाट आएको। कति बजेको थियो भन्दाखेरि चाहिँ 6 बजी चाहिँ जाने हो स्कुल। त्यही शान्ति स्कुलमा पढ्छु होइन। अनि चाहिँ 10 बजीतिर आइन्छ। 10 बजीतिर लगभग 4 घन्टा पढिन्छ होइन। गाइज म चाहिँ यता गेटतिर आएको छु होइन। हजुरहरूलाई यसो गेट पनि देखाइदिउँ न भनेर। यता चाहिँ गेट देख्न सक्नुहुन्छ होइन। इन्ट्री गेट ट्याक्क यहाँबाट आइन्छ होइन। अनि यतातिर फुल छ। यता के रोप्नु आयो आमाले। यता हुन्छ एक दुईवटा चाहिँ देख्न सक्नुहुन्छ पुरै खाली छ क्या। 2-3टा यता चाहिँ फुल छ। यति 3टा चाहिँ खाली रहेछ। यता धारो भयो। म चाहिँ यसो चाहिँ यता हात खुट्टा धुन्छु होइन। यता गाडीहरू चलिए आवाजहरू पनि यताको आएछ पुरै। ट्याक्कै साइडमा चाहिँ यहाँ रोड छ क्या। ट्याक्कै यहाँ रोड छ रुक्नु देखाउँछु। हामी चाहिँ पुरानो सडक भन्ने ठाउँमा छौँ होइन। यो बुटोलको चाहिँ पहिलाको मेन सडक हो कि देख्न सक्नुहुन्छ यता। यता पनि यस्तो छ। स्कुटी छ होइन। यसो बसौँ है त। यता चाहिँ घर देख्न सक्नुहुन्छ। पुरा माथिसम्म छ। 3 तले छ क्या। 1 तले भयो के 2 तले त मास्तिर 3 तले। डिजाइन यस्तै छ घरको। लसुन पुग्दैछु होइन तरकारीलाई चाहिँ। त्यहाँ पनिर बनाउँदै रहेछ। यसो लसुन पुग्दिउँ मसलालाई भनेर एउटा ल्याएको छु। त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ चिया पनि बुवाले चिया पकाउनु भएको चिया छ। ट्याक्क लाएर कालो चिया। कालो चिया चाहिँ कस्तो भन्दाखेरि चाहिँ यता चिनी हालेको होइन खुदो हालेको। चिनी चाहिँ मैले अलिक कम गर्न लगाएको होइन। चिनी चाहिँ पहिला पनि खान्थेन खानु त त्यसरी खाँदैन। अलि यता चिनी चाहिँ खानु त्यही भएर पुरै खुदोको बनाउनु रहेछ क्या। त्यही भएर खुदाकै मैले पनि खुदाकै खान्छु। मलाई चाहिँ यो लसुन खोक्न चाहिँ यति मजा आउँछ नि। अझै लसुन भन्दा नि मसला पिस्नु। मसला त मैले जस्तो त कसैले बनाउँदैन क्या त्यस्तो। टक्क सुरुको पनि खोकियो होइन। फाइनली मैले चाहिँ लसुन खोकेर भ्याएँ होइन। देख्न सक्नुहुन्छ यता चाहिँ ट्याक्कै धेरै त होइन एउटा हो खोकेको। यसलाई यता राखौँ। अनि यता चिया पनि देख्न सक्नुहुन्छ। ट्याक्क लाएर चिसोमा होइन चिसो मौसममा बुटोलमा ट्याक्क लाएर यो चिया त्यो पनि खुदो खाला चिया कालो चिया खान पाएछ तर के चाहियो र होइन। गाइज यो टेस्ट लिनु पाउँदा त कति मजा आउँछ क्या। साँच्ची भन्ने भने त यो त धेरै मिठो हुँदो रहेछ। चिनी त खाना हुँदो रहेछ कि मैले बल्ल थाहा पाएँ गाइज। विचार गर्नुहोस् होइन घर पनि बनाउनु होला। ट्याक्क लाएर कालो चियामा खुदो यति खुदो मिसाइनुहोस् होइन। गाइज गजबै हुँदो रहेछ कि ट्राई गर्नु होला होइन। ट्याक्क लाएर दिनु सक्नुहुन्छ होइन। सिसामा यस्तो राम्रो देखिया हेर्नु नि। गाइज यस्तो चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ यस्तो घरको चाहिँ टुर देखाउँछु होइन। यता चाहिँ मास्तिर गेट छ यताको। यताबाट चाहिँ हामी इन्ट्री गरिन्छ होइन। अनि यता मेरो चप्पल देख्न सक्नुहुन्छ। अस्ति किने यहाँ ट्याक्क लगाएर यहाँ देख्न सक्नुहुन्छ। कस्तो छ कमेन्टमा लेखिदिनु होला होइन। छ त्यो मिलेको छ कि हेर्नु न। अस्ति चाहिँ 2-4 दिन अघि चाहिँ यहाँ सुतेको थिएँ। यहाँ सुतेको त
राति सुतेको त्यसको त चिसो भएको मलाई त बिहान उठ्दा चिसो भएर अनि त्यसपछि सुतिआएँ तल सुतिआएको फ्यान लाएर यताबाट देखिने भ्यू चाहिँ देख्न सक्नुहुन्छ होइन ट्याक्क लाएर हो यतातिर चाहिँ हरियो छ यता चाहिँ घरहरू छन् यस्तो छ भ्यू त्यहाँ हेर्नु न आन्टीहरूले पुरा खेत रोप्नु भएको हेर्नु न यता चाहिँ खेत रोप्ने बेला भएको क्या हेर्नु न मलाई के बुवाले के होइन के अरे माथि एसी कोठामा सुत्न होइन भन्नुभएको थियो ट्याक्क सुरुको दिन चाहिँ गर्मी गर्मी शीतलतिर किन लाएर सुतिएको थिएँ होइन एसी भनेर म पनि गएँ होइन हेर्नु त्यहाँ कौवा पनि रहेछ हेर्नु न कस्तो मजाको देखियो